सुसमाचार मत्ती 14 अध्यायको 13 देखि 21 पदसम्म। पाइसियो? सबैले पाउनुभयो भनेको पाउनुभयो? अनि बढी आदरार्थी शब्द प्रयोग गरेको कि पाइसियो भनेको चाहिँ यो अलिकति अझै उच्च ल्याङ्ग्वेज हो। पाउनुभयो? सुरु जब यसुले यो सुन्नुभयो, उहाँ डाँडामा चढी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। सुनेपछि भिडले सहरबाट पैदलै उहाँलाई पछ्यायो। किनार पुगेर त्यस्तो भिडलाई देखि उहाँले तिनीहरूलाई टिठाउनु भयो र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनु भयो। साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँका आए, यो निर्जन ठाउँ छ र दिन ढलिसक्यो, भिडलाई बिदा दिनुहोस्। र यिनीहरूले गाउँ गाउँमा गएर आफ्नो लागि खानेकुरा किन। तर यसोले तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई जानु आवश्यक छैन, तिमीहरूले नै यिनीहरूलाई खाना देऊ। तिनीहरूले उहाँलाई भने, यहाँ हामीहरूसित 5 रोटी र 2 माछा मात्र छ। अब उहाँले भन्नुभयो, ती मौका ल्याऊ। उहाँले भिडलाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाले मानिसहरूलाई दिए। ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 12 डालाभरि उठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय 5,000 पुरुषहरू थिए। आमेन। आजको वचनको शीर्षक रहेको छ नगण्य तर परमेश्वरमा मूल्यवान। भन्नुहोस् त, नगण्य तर परमेश्वरमा मूल्यवान। भन्नुहोस् त। नगण्य भनेको चाहिँ कस्तो भन्दाखेरि, सुन्नुहोस् है, नगण्यको अर्थ चाहिँ अर्थ नव्यर्थ, काम नलाग्ने, मूल्य नभएको, काम न काजको, अर्थहीन भन्ने अर्थ लाग्छ। मान्यता नभएको यस्ता कुराहरूलाई चाहिँ नगण्य भनिन्छ। गन्दा पनि नआउने, बुझ्दै हुनुहुन्छ? गन्तीमा नआउने त्यस्ता कुराहरू, मूल्यहीन कुराहरूलाई नगण्य भनिन्छ। तर त्यही नगण्य कुरा चाहिँ परमेश्वरको दृष्टिमा मूल्यवान छ। हालेलुया। अनि हामी यहाँ के देख्छौँ भन्दाखेरि 5 रोटी र 2 माछाले 5,000 जनालाई यीशु प्रभुले खुवाउनु भएको छ। 5 रोटीले अनि 2 माछाले 5,000 जनालाई। कुरा मिल्छ? संसारको दृष्टिले मिल्दैन। हात्तीको मुखमा चिरा आने एउटा नेपाली भनाइ छ नि, हात्तीको मुखमा चिरा। चिरा कति खायो भने हात्तीलाई के हुन्छ? त्यत्रो मान्छेहरूलाई 5वटा रोटी र 2वटा माछाले कसरी काम गर्न सकिन्छ? सम्भव त छैन नि प्रियहरू। अझ यो 5,000 त पुरुषको सङ्ख्या मात्रै हो। इजरायलीहरूले प्राय जनगणना गर्दा चाहिँ 20 वर्ष र 20 वर्षभन्दा माथिको पुरुषहरूको सङ्ख्या मात्रै गन्ने गर्दैन। 20 वर्षभन्दा माथिका, 20 वर्षभन्दा मुनिका बच्चा बच्चीको, भनेपछि टिनेजका बाबु नानीहरूको सङ्ख्या, त्यसै गरी महिलाको सङ्ख्या सबैजना गऱ्यो भने त लगभग 16,000 देखि 20,000 जति हुनुपर्छ। त्यत्रो सङ्ख्यालाई 5वटा रोटी 2वटा माछाले पुग्न सम्भव छ र? सम्भव त छैन। तर परमेश्वरमा कुनै कुरा असम्भव छैन। आमेन। किनकि परमेश्वरको डिक्सनरीमा असम्भव भन्ने शब्दै छैन। परमेश्वरलाई असम्भव भन्ने कुरा केही छैन। परमेश्वर सब थोक गर्न सक्नुहुन्छ। हाम्रो परमेश्वर, हाम्रो जिउँदो परमेश्वर। हालेलुया। मैले चाखेको छु, त्यत्तिकै पासुगा यहाँ बोलिरहेको होइन। मैले चाखेको छु, मैले भोगेको छु, मैले देखेको छु र त्यसै कारण म आफै पनि चिच्याएर बोल्न सक्छु कि परमेश्वरमा कुनै कुरा असम्भव छैन। सम्भवका परमेश्वर उहाँ हुनुहुन्छ। लुका 1 अध्यायको 37 मा लेखेको छ, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। हालेलुया। यो चाहिँ स्वर्गदूतले भन्नुभएको। स्वर्गदूतले
मरियमलाई भन्नुभएको कुरा हो। परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन, किनकि मरियम चाहिँ कन्या भए तापनि पवित्र आत्माको शक्तिमा गर्भवती हुनुभएको थियो। हालेलुया। अनि त्यो मान्छेमा सम्भव छैन, भर्जिन हो, एउटा कन्या हो, तर कन्याबाट यीशु ख्रीष्टको जन्म भयो। त्यो चाहिँ परमेश्वरको शक्तिबाट। अनि स्वर्गदूतले भन्नुभयो मरियमलाई, परमेश्वरमा कुनै कुरा असम्भव छैन। परमेश्वरलाई धन्यवाद है। अनि त्यसरी नै परमेश्वरले हामी नगन्यलाई पनि परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ। संसारमा हेरौँ त, संसारमा कति धनी मान्छेहरू छन्, कति मान्यजनहरू छन्, प्रतिष्ठित व्यक्तिहरू छन्, तर प्रभुले तिनीहरूलाई छान्नु भएन। तर संसारमा हामी चाहिँ एउटा संसारमा हराएकाहरू, संसारमा हामी दुःख पाएकाहरूलाई चाहिँ प्रभुले आफ्नो भनेर सुन्नु भएको छ, हामीलाई बोलाउनु भएको छ। संसारको लागि हामी नगन्य थियौँ, तर परमेश्वरले हामीलाई मूल्यवान बनाउनु भएको छ। हालेलुया। यति मात्र होइन प्रियहरू, यहाँ अचम्म लाग्ने कुरा के छ भन्दाखेरि 5 रोटी र 2 माछाले 5,000 भन्दा बढी पुरुषहरू अथवा 16,000 देखि 20,000 जनाले खाएनन् मात्र, तर टन्न भरपेट खाएर 12 डाला उब्रिएको छ। अनि 12 डाला चाहिँ उब्रिएको राखिएको छ। नथानेल छोरा शान्त हुने, ध्यान दिएर सुन्ने है। 12 डाला चाहिँ उब्रिएको छ। अब प्रश्न चाहिँ तपाईहरूलाई, किन परमेश्वरले संसारका नगन्य कुराहरूलाई प्रयोग गर्नुहुन्छ? अब हामी के कुरा सिक्छौँ हुन्छ, हाई गर्दा मुख छोप्नु होला, किनकि हाई सरवारोग हो। सरवारोग भनेको अरूलाई पनि सर्छ। अनि म पनि झुकिन्छु, अनि तपाईँ हाई गर्दा आँसु झार्नुहुन्छ, अनि मैले चाहिँ वचन सुनेर आँसु झारेको जस्तो लाग्छ। फेरि त्यो अर्को उल्टो होला होइन। एउटा पास्टरले वचन बाँड्नु भएछ, अनि पुरा अनि वचन बाँड्ने बेला चाहिँ उता एकजना आमा चाहिँ रोइरहनु भएको। पास्टरको अझै खुसी भएर चिच्चाइ बाँड्नु भएछ। ओ कस्तो रुनु भएको भन्दा अझै चिच्चाएर खुसी हुँदै वचन बाँड्नु भएछ। अनि वचन सिद्धाएपछि चाहिँ समयपछि आमालाई सोध्नु भएछ, आमा मलाई अचम्म लाग्यो, तपाईँ जो रोइरहनु भएको थियो, किन रुनुभयो, के कुराले मन छोयो भनेर सोद्धा चाहिँ आमाले के भन्नु भन्दाखेरि, बाबु तपाईँले वचन प्रचार गर्दा तपाईँको त्यो भोकेदारी देखेर मेरो हराएको भोका याद आयो, अनि मलाई रुन मन लाग्यो, त्यसै कारण रोक्नु भनेर। खै त भन्नु नि त। अनि हाँस्नु पनि स्वास्थ्यको लागि राम्रो हो, हाँस्नु पनि आवश्यक छ। त्यस्तो चाहिँ नहोस्। त्यही कारण हाई गर्दा तपाईँको आँसु झर्ला, अनि मैले उल्टो बुझेर हो तपाईँ किन रुनुभएको भनेर फेरि समयपछि सोधौँ। अब किन परमेश्वरले संसारमा नगन्य कुराहरूलाई प्रयोग गर्नुहुन्छ भन्दाखेरि, पहिलो नम्बरमा छ आवश्यकता पुरा गरी आफ्नो महिमा लिन। हालेलुया। परमेश्वरले प्रयोग गर्नुहुन्छ तर आवश्यकता पुरा गर्नको लागि। जसरी यहाँ येशू प्रभुले 5वटा रोटी 2वटा माछा नगन्य हो के, 5वटा नगन्य माछा अथवा अर्थहीन त्यत्रो जनालाई र 2वटा माछा त्यत्रो जनालाई अर्थहीन हो, तर परमेश्वरले त्यहाँको भिडलाई खुवाउनको लागि, आवश्यकता पुरा गर्नको लागि, किनकि उनीहरू भोकाएका थिए, त्यो आवश्यकता पुरा गर्नलाई परमेश्वरले प्रयोग गर्नुभएको छ। परमेश्वरले नगन्य कुराहरूलाई छान्नुहुन्छ, नगन्य कुराहरूलाई प्रयोग गर्नुहुन्छ ताकि आवश्यकता पुरा होस्। आमेन। चाहना होइन है, चाहना त हाम्रो के हुन्छ होइन, इच्छा त हाम्रो के हुन्छ, इच्छा चाहना होइन, आवश्यकता पुरा गर्न चाहिँ परमेश्वरले नगन्य कुरालाई पनि प्रयोग गर्नुहुन्छ। अब सुन्नुहोस् है, यहाँ अब तपाईँले बुझ्नुहुन्छ कि न, यहाँ के छ भन्दाखेरि 15 पदमा हेर्दा, 14 अध्यायको 15 पदमा हेर्दा, साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँका आयो। यो निर्जन ठाउँ छ, सुन्नुहोस् है, निर्जन ठाउँ छ, त्यहाँ
यहाँ हामी कन्टेक्स्ट हेर्दैछौँ र दिन ढलिसक्यो। हेर्नुहोस् है, बेलुका भइसक्यो, अब साँझ परिसक्यो। अनि यीशुका चेलाले के भन्यो भन्दाखेरि प्रभु भिडलाई बिदा दिनुहोस्। अब यो यस्तो निर्जन ठाउँ छ, हामी धेरै टाढा आएका छौँ, रिमोट एरियामा छौँ। अब मान्छेलाई घर पुग्न पनि समय लाग्छ, खाना कहाँबाट कहिले पकाउने कहिले खाने यस्तो सिनारियो आयो कि एकदमै आवश्यकता भयो। अनि दिनको रोटी छुट्याउनु हुने परमेश्वरले दया गर्नुभएको छ। हालेलुया। भोकै बसेको हेर्न सक्नु भएन, त्यत्रा भिडहरू देखेर उहाँ टिठ्याउनु भएको छ। हालेलुया। अनि अचम्म लाग्दो हेर्नुहोस् त, प्रभुले काम गर्नुहुन्छ अनि उहाँ चाहिँ टिठ्याएर हेर्नुहोस् त, उहाँले रोटीहरू मात्रै के अरे खानेकुरा मात्रै छुट्याइदिनु भएन कि प्रभु येशूले चाहिँ बिरामीहरूलाई पनि निको पार्नु भएको छ। हालेलुया। अनि आज हाम्रो माझमा है पूर्ण भाइ हुनुहुन्छ, विदेशबाट आएर एकदमै हामीलाई खुसी लागेको छ। अनि मैले खुसीको कुरा त बताउनु पर्छ। हाम्रो ग्रुप च्याट छ, हाम्रो विदेशमा हुनुभएको इमोमा सधैँ निरन्तर वचन सुन्ने चाहिँ भाइ मात्रै हो है। विदेशमा जाने चाहिँ थुप्रै हुनुहुन्छ, तर वचन निरन्तर सुन्ने चाहिँ भाइ मात्रै हुनुहुन्छ। अनि धेरै धन्यवाद। अनि हामी खुसी छौँ है तपाईँ हाम्रो माझमा हुनुहुन्छ। अनि यहाँ हेर्नुहोस् है, येशूले जब बिरामीहरू थिए येशूले टिठ्याउनु भएको छ। अनि टिठ्याएर कम्प्यासनले भरिएर दयाले भरिएर प्रभुले तिनीहरूलाई निको पार्नु भएको छ। यसले के देखाउँछ भन्दाखेरि हामी काम गर्दा प्रेमसित काम गर्नुपर्दो रहेछ कि हामीले दिन्छौँ तर प्रेमबाट दिएनौँ भने त्यो काम छैन। किनकि प्रभुले रोगीहरू निको पार्नुभयो, तर प्रेमको हृदयले टिठ्याएर चाहिँ प्रभु येशूले बिरामीहरूलाई निको पार्नु भएको छ। अनि हेर्नुहोस् त, यहाँ मान्छेहरू अब अबेला भइसकेको थियो, साँझ परिसकेको थियो, रात पर्न लागिसकेको थियो। त्यस्तो रिमोट एरियामा उनीहरू थिए, कहाँ जाने, कहाँबाट खोज्ने, कहिले पकाउने, कहाँ किनेर खाने, यस्तो गाह्रो अवस्थामा प्रभुले टिठ्याउनु भएको छ। दिनको भोजन दिने प्रभुले उनीहरूलाई भोजन छुट्याउनु भएको। त्यो आवश्यकता पुरा गर्नको लागि ती मान्छेहरूलाई खाना चाहिन्छ, खाना आवश्यकता हो। त्यो आवश्यकता पुरा गर्नको लागि प्रभु येशूले त्यो नगन्ने 5वटा रोटी, नगन्ने 2वटा माछालाई प्रयोग गर्नुभएको छ। हालेलुया। अब यसबाट हामीले बुझ्नुपर्ने के कुरा छ भन्दाखेरि परमेश्वरले बिना कारण आश्चर्य काम गर्नुहुँदैन। बुझ्दै हुनुहुन्छ? कारण बिना, आवश्यकता बिना, अथवा अझै यसरी बुझौँ, आवश्यकता बिना परमेश्वरले आश्चर्य काम गर्नुहुँदैन। जादु जस्तो होइन कि चटकी देखाउने जस्तो, छिनछिनमा सेकेन्डमा मिनेटमा जादु देखाउने जस्तो होइन। परमेश्वरको अगाडि त्यस्तो छैन। परमेश्वरले आवश्यकता अनुसार मात्र आश्चर्य कामहरू गर्नुहुन्छ। हालेलुया। अब तपाईँ हेर्नुहोस् न, येशूले 40 दिनको फास्टिङ आफै बस्नु भएको थियो, भोकाउनु भयो। शैतानले के भन्यो? उसले देखेथ्यो नि त शैतानले। येशूले 5वटा रोटी र 2वटा माछालाई धन्यवाद दिएर 5000 भन्दा बढीलाई खुवाएको त शैतानले देखेको थियो। अनि उसले के भन्छ परीक्षा लिएर? ढुङ्गालाई रोटी हुने आज्ञा दिनुहोस् न। परीक्षा लिएको शैतानले, तर येशूले गर्नुभयो। सक्नुहुन्थ्यो, यसोले नसक्ने होइन, तर येशूले ढुङ्गालाई रोटी हुने भन्नु भएन। किन? त्यो चाहिँ परमेश्वरलाई परीक्षा गरेको हो। अब हेर्नुहोस् त, येशूले फेरि हेर्नुहोस्, हामी जस्तै मान्छे भएर जीवन जिउनु भयो क्या। तपाईँलाई लाग्छ येशूले चाहिँ दिनदिनै रोटी होस् भन्दै, अनि के अरे रोटी होस् भन्दै अनि रोटी बनाउँदै त्यसरी खानुहुन्थ्यो र? कहिले येशूले गर्नु भएन। यहाँ चाहिँ प्रभुले आश्चर्य काम गर्नुभयो, तर अरू बेला चाहिँ हामी जस्तै मेहनत गरेर, जस्तो काठको मिस्त्री हुनुहुन्थ्यो येशू ख्रीष्ट चाहिँ कारपेन्टर,
मेरो ससुराबाले है एकदमै राम्रो काठ यो काठको यो ससुराबाले बनाइदिनु यो सबै कुराहरू कुछ पनि ससुराबा है। यसु प्रभु पनि कार्पेन्टर हुनुहुन्थ्यो अनि उहाँले दिनको भोजन त्यसरी दुःख गरेर त्यसरी आर्जन गरेर खानुहुन्छ। हेर्नुहोस् त हामीले बुझ्नुपर्छ के, किनभने धेरै झुटो शिक्षाहरू आइरहेका छन् जसले तपाईँले चङ्गाईको नाममा आश्चर्य कामको नाममा तपाईँको दिमाग घुट्न सक्छन् क्या। यो ध्यान दिएर सुन्नुहोस् है, एकदमै ध्यान दिएर सुन्नुहोस्। जसले वचन ध्यान दिएर सुन्दैन, सहमतिमा राम्रोसँग बस्दैन, झुटो शिक्षाले पनि त्यस्तैलाई टारेन गर्दो रहेछ कि सहमति नआउने, अल्छी गर्ने, सुत्ने, त्यस्तोलाई फसाउने झुटो शिक्षाको मान्छेहरू भयो। त्यही कारण हामी होसियार हुनु पर्यो। बुझ्दै हुनुहुन्छ? यसुले त्यत्तिकै काम गर्नु हुँदैन। हेर्नुहोस् न यहाँ आवश्यकतालाई हेरेर के, अब तपाईँले हेर्नुहोस् न यहाँ यसुले 5000 भन्दा बढीलाई खुवाउनु भएको छ अनि त्यसपछि 12 डाला उम्रिएको छ अनि प्रभुले के भन्नुभएको छ, भेला गरेर राख भन्नुभएको छ कि फ्यालिदियो भन्न सक्नुहुन्छ होला नि त, तर प्रभुले फ्याल्न दिनु भएन। किन? आवश्यकता। प्रभुले काम गर्नुभयो, उहाँको शक्तिमा काम गर्नुभयो, तर उम्रिएको 12 डाला चाहिँ राखिएको छ त्यो कसैलाई दिन, कसैलाई खानको लागि, प्रयोगमा ल्याउनको लागि। यहाँबाट पनि हामी थाहा पाउन सक्छौँ कि परमेश्वरले आश्चर्य काम बिना कारण, बिना आवश्यकता गर्नु हुँदैन। किन भनेको भन्दाखेरि बेङ्गलोरमा हुँदा मैले यस्तो डरलाग्दो कुरा देखेँ कि एउटा मण्डलीमा, ठुलो मण्डली हो, त्यस्तो टाइपको हेर्नुहोस् त, यस्तो डरलाग्दो के भयो भन्दाखेरि त्यो मण्डलीमा हेर्नुहोस् है, आज हामी प्रभु भोज खाँदैछौँ सबिना, अनि हामीले आज चाहिँ प्रभु भोज खाँदैछौँ अनि त्यहाँ चाहिँ के भएको भन्दाखेरि सुन्नुहोस् है, मान्छेले पानीको बोतल हुन्छ नि, सानो सानो बिस्लेरी भन्ने होला, त्यत्रै पानीको बोतलमा ल्याएर त्यहाँको पास्टरले के भनेछ भन्दाखेरि यसुले दागमतलाई बनाए जस्तै दागमत होस् भन्दै प्रार्थना गरे। अनि चाहिँ छेउमा भएकोलाई चखाएछ त्यस्तैलाई, अनि हेर्दा फेरि त्यो पानी नै हो, फेरि अङ्गुरको रस त रातो हुन्छ नि, त्यो त्यत्तिकै छ के। भिडियो पनि थियो, मैले भिडियो पनि हल्का हेरेको थिएँ। अनि त्यो विश्वासीहरूले फेरि के गर्दो रहेछन् भन्दाखेरि त्यसले झुटा हातमा लागेकोहरूले त्यो पानी खाँदो रहेछन्, आहा क्या मिठो, क्या गुलियो भन्दो रहेछन्। बेङ्गलोरमा भएको घटना होइन। हेर्नुहोस् है, कस्तोसम्म मान्छेलाई बेकुफ बनायो। क्या गुलियो अरे, फेरि पानीकै कलर छ क्या। हेर्नु त पानीको कलर केही हुँदैन, तर पानी भन्ने बित्तिकै तपाईँले बुझ्नुहुन्छ, बोतलमा त देखिन्छ नि त त्यो बिस्लेरी, त्यो सानो बोतलमा मान्छेहरू त। अनि त्यसरी गर्ने हो र त्यो त झुटो हो नि, त्यो त शैतानले त्यसरी गराएको। सुन्नुहोस् है, अब त्यो चर्चमा ध्यान दिएर सुन्नुहोस्, त्यो चर्चमा पैसा छ, त्यो दागमत विश्वासीहरूलाई खुवाउनको लागि एक गिलास त प्रायः मैले खाएकै देखेको छैन कुनै पनि चर्चमा। खाने भनेको यति हो, प्रभुहरू चाहिँ यति प्रयोग गर्ने हो। अनि त्यो किन्ने पैसा छैन र त्यो चर्च धनी छ। अनि परमेश्वरलाई जाँच्ने हो, आवश्यकता पुरा गर्ने क्षमता त छ त चर्चमा, त्यो त परमेश्वरलाई परीक्षा लिएको हो नि। जब छैन, नभएको अवस्थामा, घिटिक भएको अवस्थामा, गाह्रो परेको अवस्थामा, तपाईँ र मैले गर्न नसक्ने अवस्थामा परमेश्वरको सहायता मागेर प्रभुले गर्ने, त्यो त अनि परमेश्वरको नाम बेइज्जत होइन। मैले पहिला पनि तपाईँलाई भने त्यो मान्छे कस्तो भन्दाखेरि गोरु र हलो सहितको गोरु चाहिँ बारीमा राखेर घरमा बसेर अल्छी तरिकाले प्रार्थना गर्ने, प्रभु बारी जोतिदिनुहोस् भने आफ्नो। अनि परमेश्वरले आश्चर्य काम गर्नुहुन्छ, बारी जोतिदिनुहुन्छ। अनि तपाईँले मेरो हात पाखुरा चाहिँ के हो त हो, यस्तोबाट होसियार हुनुपर्छ के। चमत्कारको नाममा अनि धेरैजना अहिले ठकिरहेका छन्। अब कोही भने फेरि बेच्ने के, यहाँ शिक्षीको बोतल चाहिँ यो मैले प्रार्थना गरेको
यो तिमीले यसलाई चाहिँ 20,000 पर्छ किन्न लाउने के यो किनेर लगायो भने चाहिँ के हुन्छ अरे भन्दाखेरि निको हुन्छ अरे अनि पैसा त्यसको मूल्य चाहिँ 20,000 30,000 ओहो यस्तो हुँदैन पनि यस्ता झुटा कुरामा तपाईँले विश्वास गर्ने हो निदाउनेहरू चाहिँ अलरेडी तपाईँ त्यहाँ पुग्नुभयो कि जस्तो मेरो लागि प्रार्थना नगर्नु किन तपाईँहरू यताउति हेर्नुभयो मैले कतै हेरेन मैले है तपाईँहरूलाई ठिक छ मेरो लागि प्रार्थना भए जस्तो भयो भने म बेलामा उठाइहाल्छु के ठिक छ तपाईँहरू है जुस किन्ने पैसा छ प्रभुको जुस किन्ने पैसा नभएको होइन छ उनीहरूसँग पैसामा पनि त पैसा आर्थिक कुरा प्रभुले छुट्याउनु भएको छ किन परमेश्वरलाई परीक्षा गर्नु त्यो काना नगरमा यसुले हो पानीलाई दागमतमा परिणत गर्नुभयो यसुले कुन अवस्थामा गर्नुभयो त खाँदा खाँदा सिद्धियो हो छैन त खाँदा खाँदा सिद्धियो छैन त्यसै कारणले गर्दा यसुले के भन्नुभयो भन्दाखेरि घ्याम्पाहरू पानीले भर अनि 6वटा घ्याम्पा एउटा लगभग 100 लिटर हो 6वटा घ्याम्पा मुखैसम्म आउने गरी पानीले भरिएको छ अनि यसुले त्यो अलिकति उठाएर उगाएर भोजको मुखियालाई दियो भन्दाखेरि उसले चाख्दा त त्यो दागपतमा अङ्गुरको रसमा परिणत भइसकेको थियो यसुले त्यो आवश्यकतामा प्रभुले त्यो काम गर्नुभएको हामी झुकिनु हुँदैन के किन नझुकिने भन्दाखेरि विशेष गरी आश्चर्य कामकै नाममा धेरैजना विश्वासीहरू भड्किरहेका छन् यो एकदम तपाईँले बुझ्नु भएन भने तपाईँहरू पनि खन्दाउनुपर्छ यसो बुझ्नुपर्छ ए आश्चर्य काम भयो अरे यस्तो भएर उस्तो भयो अरे मान्छेले भन्न सक्ला तर आवश्यकता थियो कि नै त्यो चाहिँ विचार गर्नुपर्छ आमेन अब हामी अर्को उदाहरण हेरौँ जस्तो विधवाको तेल हेर्नुहोस् है दोस्रो राजा 4 अध्यायमा तपाईँले हेर्न सक्नुहुन्छ म त्यहाँबाट पनि तपाईँहरूलाई बुझाउँछु धेरै धन्यवाद हाम्रो मण्डली वचन सुन्ने मण्डली हुँदै हुनुहुन्छ हालेलुया कोही त मजाले सुन्दै हुनुहुन्छ आँखा चिप्प गरेर भन्न पनि फुर्सद पाउनु भयो दोस्रो राजा 4 अध्याय हेर्नुहोस् है ठिक छ म यो सरस्वती म तपाईँलाई बुझाउँछु सृष्टि छोरीले आज त्यो वचन ध्यान दिएर सुन्नु बाबा आउनु भएर वचन ध्यान दिएर सुन्नुपर्छ है हुने बिराको चिल्लो पात चाहिँ वचन सुन्नेहरू चाहिँ प्रभुले आशिष दिनुहुन्छ ल हेर्नुहोस् यहाँ म तपाईँलाई बताउँछु यो 4 अध्याय दोस्रो राजाको 4 अध्यायको घटना के हो भन्दाखेरि एउटा विधवाको आफ्नो श्रीमान पनि मरिसक्यो अब 2टा छोराहरू छ अब ऋण धेरै भएर अब साउले आएर के भन्दैछ भन्दाखेरि अब पहिला यो हलिया कमैया यस्तो प्रचलन के हाम्रो नेपालमा पनि जिन्दगीभरि आफ्नो छोराहरू चाहिँ ऋणमा परेर सधैँको लागि दासको रूपमा सुम्पिनु पर्ने के बिचरा अनि त्यो स्त्रीले एक त विधवा हो अब कसले भन्ने त परमेश्वरको दास एलिसालाई भनेको छ एलिसालाई भनेको छ कि हेर्नुहोस् यस्तो गाह्रो अवस्था आयो अब मेरो श्रीमान पनि छैन अनि यहाँ अब मेरो 2टा छोराहरू छ यी 2टा छोरालाई लगेर पनि दास बनाउन खोज्दैछन् म के गरौँ भन्दै उनी रुँदैछन् अनि त्यो अवस्थामा परमेश्वरले एलिसाद्वारा काम गर्नुभएको छ अनि एलिसाले भने तिमीहरूको घरमा के छ ल भन त अनि उनले के भने एउटा भुडुलकोमा अलिकति तेल बाहेक केही छैन भने अनि एलिसाले के भन्नुभयो भन्दाखेरि ए ठिक छ तिमीले के गर भन्दाखेरि जाऊ गाउँभरि जति त्यो भाँडाहरू ल्याउन सक्छौ तिमीले ल्याऊ अनि तिनी गइन् छोराहरूलाई लिन पठाइन् अनि छोराहरूले गएर गाउँभरि त्यो भाँडा हुन्छ नि भाँडा पुरा त्यो लिएर आए उनीहरूले जति सक्छन् त्यति लिएर आऊ भन्नुभएको छ उहाँले एलिसाले अनि सबैले लिएर आयो उनीहरूले छोराहरूले अनि त्यसपछि के भन्नुभयो भन्दाखेरि एलिसाले त्यो अब खन्याउ अलिकति तेल छ नि अलिकति छ के तेल भाँडामा ल अब खन्याउन सुरु गर खन्यायो एउटा बाटोमा सबै भरियो फेरि अर्को बाटामा हाल्यो अब बाटा अब भाँडा भडुलकोमा हाल्यो त्यो पनि भर्यो
फेरि अर्कोमा हाल्यो, भर्यो। मिराकल हेर्नुहोस् त, किन यो मिराकल? अब हामी यस्तै इच्छा गर्छौँ त, दिनदिनै के अरे काम गर्नै नपरेर बसी तेलमा आयो त म पनि पैसा फेर्छु भन्ने हामीलाई मन आउन सक्छ। तर होइन, यहाँ एकदमै गाह्रो अवस्था। बिचरा छोराहरू नै दास भएर जानुपर्ने अवस्था भएको कारणले गर्दा। अनि हेर्नुहोस् त, भाँडा भर्दै गयो तेल त परमेश्वर हेर्न न, परमेश्वरमा कुनै कुरा असम्भव छैन। भर्दै फेरि अर्कोमा हाल्यो, भर्दै कति मजाले। अनि मलाई एकदमै अचम्म लागेको चाहिँ यहाँ हो कि यो बाइबलको दोस्रो राजा 4:6 जाँदा मेरो दिमाग अचम्म तरिकाले त्यहाँ म केन्द्रित भयो। 4:6 हुनुपर्छ। अब हेर्नुहोस् है, ध्यान दिएर सुन्नुहोस्, यहाँ कसरी लेखेको छ भन्दाखेरि, जब ती सबै भरिसके तिनले आफ्नो एकजना छोरालाई भनिन्, अर्को भडुल्कोले अर्को भाँडाले भन्दै उनले छोरालाई। तर त्यसले जवाब दियो, अब एउटै भडुल्को पनि छैन। छोराले के भन्यो? अब छैन मम्मी, छैन, अब सिद्धियो, जति भर्ने थियो सिद्धियो। हेर्नुहोस् है, त्यसपछि के लेखेको छ? तब तेल आउन पनि बन्द भयो। हेर्नुहोस्, त्यो अनावश्यक रूपमा परमेश्वरले तेल बग्न दिनुभएको छैन। जति उनीहरूले ल्याए त्यतिसम्म भर्न दिनुभयो प्रभुले। तर अब छैन, पोख्यापोकै गरेको छैन, ठ्याक्कै बन्द भएको छ। यसले के देखाउँछ भन्दाखेरि परमेश्वरले आवश्यकतामा काम गर्ने परमेश्वर हुनुहुन्छ। आमेन। अनि अर्को कुरा त हामीलाई थाहा छ, संसारको रोटी भन्दा हो, त्यो पनि आवश्यकता हो। प्रभुले हामीलाई 3 दिनको भोजन दिनुहुन्छ। तर त्यो नै सबै कुरा होइन। यसोले त्यही कारण भन्नुभयो, मानिस रोटीले मात्र होइन तर परमेश्वरको वचनले जीवित गर्नुपर्छ। हालेलुया। अब दोस्रो कुरा, किन परमेश्वरले नगन्ने तर त्यस्तै कुरालाई प्रयोग गर्नुहुन्छ? कामै नलाग्ने। म आफै पनि त त्यस्तो फिल गर्छु होइन। आमाले छोडेर गयो, आमाको काख मैला महसुस छैन, बाउ दिल्लीमा गयो, दिल्लीमा हरायो। एउटा सानो पास्टरको जब गर्दा पनि त परमेश्वरले म जस्तोलाई युज गर्नुहुन्छ। एउटा संसारमा त नगन्ने हो नि त, मान्छेले कसले गन्थ्यो? परमेश्वरले यस्तैलाई प्रभुले प्रयोग गर्नुभयो। परमेश्वरको इच्छा नै त्यसरी छ है। अनि किन परमेश्वरले नगन्नेलाई प्रयोग गर्नुहुन्छ भन्दाखेरि दोस्रो कारण चाहिँ किनकि परमेश्वरको शक्ति नगन्ने कुरामा नै सिद्ध हुन्छ। आमेन। भन्नुहोस् त, परमेश्वरको शक्ति नगन्ने कुरामा नै सिद्ध हुन्छ। भन्नुको अर्थ चाहिँ परमेश्वरले आफ्नो शक्ति चाहिँ दुर्बल कुराहरूबाट प्रकट गर्नुहुन्छ है। अनि यसको लागि मैले अझै बाइबलमा एक ठाउँमा हेरेँ, अनि त्यो घटना याद आयो मलाई। अनि त्यो चाहिँ कहाँ भन्दाखेरि प्रस्थानको, त्यो पनि तपाईँलाई बताउँछु, नपढौँ है, जस तपाईँलाई बताउँछु। प्रस्थान 15 अध्यायको 24 र 25मा त्यहाँ एउटा घटना छ। के भयो भन्दाखेरि, तपाईँले सुन्दै हुनुहुन्छ? हालेलुया। मलाई हेर्दै हेर्नु भएन, मैले कसैले हेरोस् भनेर। अनि सुन्नुहोस् है, इजरायलीहरू लाल समुद्र तरेर 3 दिन हिँडिसकेका थिए। 3 दिन हिँडेर पनि अनि तिनीहरूले, सुन्दै हुनुहुन्छ? 3 दिन हिँडेर पनि पानी पाएका थिएन। पानी त पाए एक ठाउँमा, त्यो ठाउँको नाम चाहिँ मारा। किन भन्दाखेरि तिनीहरूले पानी पिएको त तितो, खान सकिँदैन, तितो पानी। माराको अर्थ तितो हुन्छ, तितो पानी खानु पर्यो। अनि त्यसपछि त्यहाँ अचम्म लाग्दो छ परमेश्वरले के, अनि मोसासँग झगडा गर्न थाले हामी इजरायलले, कहाँ यस्तो ठाउँमा ल्याउनु हामीलाई, मर्न ल्याएको भनेर झगडा सुरु भयो। तर परमेश्वरले के भन्नुभयो मोसालाई, एउटा काठको टुक्रा देखाइदिनु भन्नुभयो। त्यो काठको टुक्रा पानीमा हालिदियो। अनि मोसाले के गरे, एउटा काठको टुक्रा पानीमा हालिदियो अनि पानी मिठो भयो।
अचम्म लाग्छ हेर्नुहोस् त, काठको टुक्राले पानी मिठो हुन्छ र संसारको तरिकाले हेर्दा हुँदैन। तर परमेश्वरमा कुनै कुरा असम्भव छैन, मैले भनिरहेको छु। तर परमेश्वरले एउटा काठको टुक्रा, कामै नलाग्ने कुरालाई पनि परमेश्वरले आफ्नो महिमाको लागि प्रयोग गर्नुभएको छ, आफ्नो शक्ति देखाउनु भएको छ। एउटा काठको टुक्रा पानीमा हाल्दा त्यो पानी मिठो भएको छ। हालेलुया। एउटा काठको टुक्राले लाखौं इस्राएलीहरूले त्यो पानी मिठो भएर खाएका छन्। सम्भव त छैन नि संसारको तरिकाले, तर परमेश्वरमा सबै कुरा सम्भव छ। अनि तपाईँले पनि सोच्नुहुन्छ होला, म चाहिँ पढेको छैन, कतिको विचार त्यस्तो हुन्छ क्या विश्वासीहरू भएर पनि, म बिचारा घाँटी बिचारा, काम छैन, म पढेको छैन, मलाई आउँदा पनि आउँदैन, केही जिम्मा दियो भने अगाडि आएर म सक्दैन। हामीलाई त्यस्तो फिल हुन्छ। त्यस्तो मन गर्ने होइन। तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि म कमजोरी छु भन्नु नै तपाईँले मेरो जीवनमा प्रभुले काम गर्नुहुन्छ भनेर विश्वास गर्नुपर्छ। किनकि परमेश्वरले कमजोर कुराहरूमा नै प्रयोग गर्न चाहनुहुन्छ। बुझ्दै हुनुहुन्छ? उहाँले आफ्नो शक्ति चाहिँ कमजोर कुरालाई प्रयोग गरेर देखाउन चाहनुहुन्छ परमेश्वर। हालेलुया। एउटा कारण चाहिँ किन भन्दाखेरि परमेश्वरले घमण्डीहरूलाई एकदमै घृणा गर्नुहुन्छ। बाइबलमा लेखिएको छ परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। एउटा कारण चाहिँ त्यो किन परमेश्वरले एकदमै संसारको तुच्छ नगर्ने कुरालाई पनि छान्ने भन्दाखेरि संसारका धनी मान्यजनहरू सम्मानित मान्छेहरू चाहिँ हृदयमा घमण्ड बोकेर बसेका छन्, घमण्ड पालेर बसेका छन्। त्यो घमण्ड कहिले तोडिन्छ? पैसा हिनाबिना भएपछि, कसैको जग्गा सिद्धिएपछि, कसैको के भएपछि बल्ल प्रभुमा ठोकिने हो। त्यो घमण्ड तोडिन्छ अनि प्रभुमा आएर ठोकिने हो, प्रभु मैले तपाईँले चिन्न पाएँ भने। नत्र भने त्यो समयसम्म मान्छेले परमेश्वरलाई चिन्दैन। परमेश्वरले घमण्डीहरूलाई मन पराउनु। त्यही कारण तपाईँ र म जस्तो कमजोर मानिसलाई प्रभुले प्रयोग गर्न चाहनुहुन्छ। बाइबलमा हेर्नुहोस् त, बाइबलभरिमा परमेश्वरले कस्ता व्यक्तिहरूलाई युज गर्नुहुन्छ। मोसा, येशू ख्रीष्ट पछिको सबैभन्दा ठुलो लिडर बाइबलमा चाहिँ मोसा हो। तर उहाँ कस्ता थिए? भगभगे तपाईँ के भन्नु? त्यस्तो मान्छेले लिड गर्न सक्छ त? कस्तो हुन्छ होला भन्नु त? अब यस्तो म बोल्ने भएपछि मैले कहाँ कसलाई के गर्न सक्छु होला कि यो भगभगे भएछ। तर परमेश्वरले त्यही भगभगे मोसालाई 20 लाखभन्दा बढी इस्राएलीहरूलाई डोर्याउने तुल्याउनु। हालेलुया। नगन्ने हो नि संसारको दृष्टिमा, भगभगे काम नलाग्ने हो, तर परमेश्वरले तिनै व्यक्तिलाई आफ्नो महिमाको लागि प्रयोग गर्नुभएको छ। डेभिड हेर्नुहोस् त, दाउदको थियो गोठाला, तुच्छ काम, काम एउटा गरिबले गर्ने काम गोठाला को हुन्छ? भेडा गोठाला। तर त्यही गोठालालाई परमेश्वरले इजरायलको गोठाला बनाउनु, इजरायलको राजा बनाउनु, कमजोर व्यक्तिलाई प्रभुले प्रयोग गर्नु। तपाईँ र मैले गर्व फिल गर्नुपर्छ कि परमेश्वरले योग्यलाई चुन्ने होइन, तर आफूले चुनेका व्यक्तिहरूलाई योग्य बनाउनुहुन्छ। आमेन। मैले धेरैचोटि यो कुरा भनेछु, तर तपाईँहरूले सुन्नु भएन। त्यस्तो फिल नगर्नुहोस् कि हो तपाईँहरू कतिजना पढ्नु भएको छैन, त्यस्तो फिल आउँछ होला, म कमजोर छु जस्तो लाग्छ होला। होइन, तपाईँले पनि प्रभुको ठुलो ठुलो काम गर्न सक्नुहुन्छ। प्रभुको निम्ति ठुलो ठुलो तपाईँले पनि काम गर्न सक्नुहुन्छ। मात्र तपाईँले भन्नुहोस्, प्रभु म हाजिर छु, मलाई प्रयोग गर्नुहोस्। जोसेफलाई हेर्नुहोस् त, जोसेफ पोतिफरको घरमा नोकर थिए। झाडु पुच्छा लगाउने मान्छे मन्त्री भयो भन्दा तपाईँलाई अचम्म लाग्दैन? झाडु पुच्छा लाउने मान्छे हो नि विचार। तर त्यही झाडु पुच्छा लाउने योसेफलाई परमेश्वरले प्रधानमन्त्री बनाएर देखाउनु। हालेलुया। त्यति मात्रै होइन, येशूका प्रमुख चेलाहरू, पिलरहरू को थिए?
पत्रुस याकुब यूहन्ना आन्द्रियास को थिए? मछुवा। अरे मछुवा छेउमा भयो भने माछा बाँच्न आउँछ। धनी मान्छेहरूले कस्तो गर्छ? हुँदैन माछा खान हाम्रो त त्यस्तो मान्छेहरू त एकदमै कामै नलाग्ने हो कि यो मछुवाहरू भनेको के हो? संसारको दृष्टिमा कसैले गन्दैन क्या, कसैले गन्दैन त्यो मछुवाहरूलाई, धनी धनी ती व्यक्तिहरूले। तर प्रभुले तिनै मछुवाहरूलाई छान्नु र आफ्नो चेला बनाउनु, चेला मात्रै होइन बलियो चेलाहरूमध्येमा राख्नु भएको छ। त्यति मात्रै यसोले के भन्नुभयो? आओ मेरो पछि लाग। कति बेला मानिसहरूको मछुवा तुल्याउँछ, माछाको मछुवाबाट चेन्जिङ इन्टु मानिसको मछुवा। हालेलुया। अनि परमेश्वरले तपाईँ र मलाई पनि प्रयोग गर्न चाहनुहुन्छ। बुझ्दै हुनुहुन्छ? कसैले पनि आफैलाई कमजोर महसुस नगर्नुहोस् है। आज हाम्रो छोरीले है हाम्रो मण्डलीबाट अनि प्रभुको शक्तिमा एससीमा कति राम्रो रिजल्ट ल्याएर म त धेरै खुसी लाग्यो है। अनि यो चाहिँ हाम्रो एउटा इतिहास हो। अब आउने वर्ष हाम्रो तिनिसा छोरीको है त्यसरी नै रिजल्ट राम्रो निकाल्नु होला, प्रार्थना गर्छौँ हामी निरन्तर है। अनि साँच्चै हामी प्रभुका छोराछोरी बाबु नानीहरूले पनि मनमा म बालकै हो भन्ने सोचिने होइन। बालक समूहलाई यसोले प्रभुले बोलाउनु भयो, हे सामुएल, हे सामुएल। बालकलाई बोलाउनु भएको प्रभुले। समूहले के भने? म यही छु, मसँग भन्नुहोस्। एलीले सिकाएको छु भनेका छन्। अनि परमेश्वरले आफ्नो कुरा बालक समूहलाई पनि प्रयोग गर्नुहुन्छ। सानो बालक यसरी हेर्नु हुँदैन परमेश्वर। हुन्छ हामी अन्तिम हामी बाइबल पढ्छ हेर्नेछौँ। पहिलो कोरिन्थी 1:27 देखि 27 र 28 पद। पहिलो कोरिन्थी 1:27 र 28 पद। र 28 नै हुनुपर्छ। ल हुन्छ, एकजना आएर अगाडि पढिदिनुहोस् उच्च स्वरले। हुन्छ, अगाडि आएर उच्च स्वरले पढिदिन सक्नुहुन्छ। हुन्छ, अस्मिताले उच्च स्वरले पढिदिनुहोस्। परमेश्वरले संसारका हजुर तर बुद्धिमानहरूलाई सम्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो र शक्तिशालीलाई सम्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। परमेश्वरले संसारका नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो, यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिन्। आमेन। परमेश्वरले संसारका नीच र तुच्छ ठहरिएका कुरालाई चुन्नुभयो, यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिन्। आमेन। हेर्नुहोस् न, परमेश्वरले त्यसरी चाहिँ नगण्य कुराहरूलाई पनि चुनेर, गरिबहरूलाई चुनेर उहाँले धनीहरूलाई शर्ममा पार्न गरिबहरूलाई चुन्नुभयो, शक्तिशालीहरूलाई शर्ममा पार्न परमेश्वरले निर्बल कुराहरूलाई छान्नुभयो, बलियोहरूलाई शर्ममा पार्न परमेश्वरले कसलाई प्रयोग गर्नुभयो? कमजोरहरूलाई छान्नुभयो। एउटा के छ निक एउटा छ क्या, यो युट्युबमा तपाईँले हेर्न सक्नुहुन्छ। यो दुइटै विचारको दुइटै हात छैन क्या। के हो निक के अरे निक हो कि के भन्ने छ, अस्ट्रेलियाको हुनुहुन्छ होला। उहाँले कति ठुलो प्रभुको काम गर्नुहुन्छ। उनीसँग सुसाइड गर्ने विचार पनि गर्नुहुन्छ। ए म एउटा अपाङ्ग जस्तो मान्छे, मैले के हुन्छ? दुइटा हातै छैन क्या, हात यस्तरी हिँड्नुहुन्छ, यस्तरी उफ्रिनुहुन्छ क्या। सानो हुनुहुन्छ तर उहाँको बिहे भएको छ, छोराछोरी पनि छ है। त्यस्तो मान्छेलाई पनि प्रभुले चलाउनु भयो। अहिले यति ठुलो प्रचारक हुनुहुन्छ उहाँले। प्रचार गर्दा धेरै मान्छेहरूको जीवन परिवर्तन भयो। जबकि कुनै समय उहाँले पनि
संसारमा आफूलाई एकदमै कमजोर सम्झेर आत्महत्या गर्ने विचार पनि गर्नु। प्रभुको आवाज आयो उहाँलाई होइन, जीवन कहानी एकदमै पढ्न सक्नुहुन्छ तपाईँले पनि। अनि उहाँ त्यस्तो मान्छेलाई पनि प्रभुले आज प्रयोग गर्दै हुनुहुन्छ। आज उहाँ कति खुसी हुनुहुन्छ त्यो साँच्चै खुसी चाहिँ उहाँको अनुहारमा तपाईँले देख्न सक्नुहुन्छ। काम नलाग्नेलाई पनि प्रभुले, संसारले काम नलाग्ने भन्नेलाई पनि प्रभुले प्रयोग गर्नुहुन्छ। तपाईँ तयार हुनुहुन्छ? तपाईँ र म 5 रोटी र 2 माछा जस्तो नबन्ने हुनसक्छ, तर परमेश्वरले हामीलाई प्रयोग गरेर महान काम गर्न चाहनुहुन्छ। आमेन, आमेन। अनि परमेश्वरको निम्ति हामी अगाडि बढ्नुपर्छ है। सुसमाचारमा प्रभुको काम गर्न यस्ता यस्ता प्रोग्रामहरूमा, यो अहिले फादर्स ट्रेनिङ भयो, अब त्यस्तै के ट्रेनिङहरू आउँछ, जानुपर्छ। मैले पनि सिक्छु, केही छैन, त्यसरी मनमा राख्नुपर्छ। मैले सिक्छु, म पनि प्रभुको काम गर्छु, प्रभुको निम्ति अगाडि बढ्छु। डराउने होइन, किन लाज मान्ने, किन डर? येशू ख्रीष्ट हाम्रो बुवा हुनुहुन्छ त सबै डरहरू हामीबाट हटेर गएको छ। आमेन। हुन्छ, परमेश्वरलाई धन्यवाद होस्। हामी यो समय प्रार्थना गर्नेछौँ। सबैजना हामी घुँडा टेक्नेछौँ।